पुरै मुलबाट आएको पानी रहेछ। मजा आयो हातमुख धुनलाई पनि। अब हामीले चाहिँ यहाँ अहिले बिहान उठेर यहाँ आएका थियौँ गोदामबाट सामान जति सबै निकालेर भ्याइसक्यौँ। अब हामी चाहिँ यहाँबाट अब गाडी चाहिँ बाहिर गएको छ। जब गाडी आउँछ गाडीलाई सामान जिम्मा लगाएर हामी चाहिँ यहाँबाट निस्किन्छौँ। यत्रो सामान छ नि सबै हामीले निकालेको। अनि प्रसिद्ध के छ थाक्यो तिमी? यत्रो सामान निकाल्यो प्रसिद्धले आज होइन, त्यही भएर प्रसिद्ध पनि होइन एकदम टायर्ड मुडमा छ अहिले। हेलो एन्ड गुड मर्निङ सबैजनालाई है। अहिले चाहिँ हामी चाहिँ यहाँ गोदाममा आएका थियौँ र सामान सबै निकालेर भ्यायौँ। अब हामी चाहिँ घर गएर खानासाना खान्छौँ। त्यो पछि अनि आजको दिनमा चाहिँ हाम्रो होइन भक्कु प्लानहरू छ क्या, त्यो सबै होइन आजको दिनमा चाहिँ सबै गर्छ। अनि भान्जे अनि आज हामीले के गर्ने भन्ने थाहा नि तिमीलाई? थाहा छ, ल थाहा छ भने ल ठिकै छ। अब चाहिँ हामी होइन घरमा आइसक्यौँ। अब हामी चाहिँ खानातिर लाग्यौँ। अब दिदीले चाहिँ खाना पस्किँदै हुनुहुन्छ होइन? हजुर भर्खर पस्दैछ यस बेला 1:30 बजे। अब ढिलै भयो दिदी। अब हामी चाहिँ खानातिर लाग्यौँ। अब हामी चाहिँ घरमा आएर खानासाना खायौँ ओर्यौँ। अनि चिकन चाहिँ सुजन सरले लिएर आउनु भएको थियो। चिकन म्यारिनेट गरिसक्यौँ। अब हामी चाहिँ नाइट भ्यू हेर्नको लागि भनेर होइन बाहुनथान भन्ने ठाउँसम्म जाँदै हौँ। बाहुनथान होइन दाजु हामी जानु लाग्यो? दाइ त पुरा हिरो हेन्डसम देख्नु भयो त। के साह्रो हो, के साह्रो हेन्डसम भएर हो त नि आज। अब हामी चाहिँ यहाँबाट बाहुनथानसम्म जानु लाग्यौँ है। अनि कान्छी आउन तिमी? अनि कहाँ जानु लाग्यो रे हामी? घुम्न। कुन ठाउँ त नि? ठाउँको नामै थाहा छैन? गइसकेपछि नाम थाहा हुन्छ होइन बल्ल। ल अब हामी चाहिँ यहाँबाट निस्किँदै हौँ। मम्मीहरूले चाहिँ टाइम लिइराख्नु भएको छ। प्रसिद्ध पनि बाहिर निस्केको छैन अझै। के चाहियो रे? चाउचाउ हो र? ल ठिक छ त्यसो भए। अब सबैजना निस्किसक्नु भयो है। अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ। अब हामी चाहिँ यहाँबाट लाग्यौँ है बाहुनथानको लागि। सुजन दाई हामी चाहिँ बाहुनथान जाँदैछौँ होइन। यो बाहुनथानको नाम चाहिँ होइन बाहुनथान चाहिँ किन रहेको हो? हजुर कति हो? कतिजना हुन्छ र बाबु? मान्छेको हिसाबमा हो? एकजनाको 10 हो त्यो बाबु। किन फोटो खिच्नु भएको र? होइन यत्तिकै देखाएको दिदी। यस्तो ठाउँहरू रहेछ भनेर ब्लग हो कि दिदी। धन्यवाद दिदी। धन्यवाद बाबु हजुरलाई। त्यस्तोहरू केही चाहिन्छ र? अहिले कोही पनि थिएन के बाबु। रसिद त दिनु न। रसिद काटेर दिएन मैले। यहाँ झुन्डाएर राखेको छु त। ए रसिद दिनु भयो नि त्यही भएर। ल हस् धन्यवाद। यहाँ पनि लेखेको छु। के भन। यहाँ चाहिँ होइन हामीलाई चाहिँ एउटा रसिद दिनुभयो उहाँहरूले है। यहाँ चाहिँ होइन यो सरसफाइको लागि यसो पर्यटकहरूको लागि चाहिँ यो रहेछ होइन। अहिले चाहिँ हामी होइन यहाँ बाहुनथान भन्ने ठाउँमा आइसक्यौँ है। यहाँबाट भ्यू चाहिँ होइन दामी देखेछ क्या। हजुरहरूले माथि मन्दिर पनि देख्न सक्नुभयो र है यहाँको मजा भ्यू चाहिँ होइन यस्तो के दामी छ क्या भ्यू चाहिँ। अब हामी चाहिँ यहाँबाट थोरै माथितर्फ जाँदैछौँ। यहाँ बस्यौँ ओर्यौँ एकछिन फोटोसोटो खिच्यौँ अरे है। दामी आँखा फोटोहरू। यदि हाम्रो फोटोहरू हेर्न चाहनुहुन्छ भने मलाई सोसियल मिडियामा पनि फलो गर्न सक्नुहुन्छ। यहाँको भ्यू चाहिँ होइन यस्तो दामी लाग्यो मलाई। हेर्नु न हजुरहरूले होइन। अब बालेन सरले होइन के अरे जानकी मन्दिरलाई चाहिँ डेस्टिनेसन वेडिङ बनाउनु भयो भने यहाँ चाहिँ होइन डेस्टिनेसन टुरिज्म चाहिँ होइन बनाउनु पर्ने जस्तो मान्छु है मैले चाहिँ। यहाँ चाहिँ आउनुहोस् है, वर्थ छ है भिजिटको लागि होइन। दामी लाग्यो कि हजुर। दामी फोटोहरू खिच्न चाहनुहुन्छ भने पनि होइन यस्तो चट्टानहरूमा बसेर खिच्न सक्नुहुन्छ है। अब थोरै हिँड्न चाहिँ पर्ने रहेछ हल्का। अनि हाम्रो टोली चाहिँ होइन अगाडि पुगिसक्नु भयो। म चाहिँ पछि हिँडिरहेको छु है। यहाँबाट होइन हजुरले अगाडिको सिन देख्नुभयो भने त खतरा के यस्तो दामी सिन रहेछ क्या। म हजुरलाई देखाइहाल्छु। यो चाहिँ तल रहेको होइन हजुरले देख्नु भएको वालिङ सहर भयो। अब माथि चाहिँ डाँडाहरू भयो हजुरको है। यहाँ चाहिँ होइन अन्डर कन्स्ट्रक्सन हुँदै गइरहेको रहेछ है अहिले। अब हामी नेक्स्ट टाइम आयौँ भने चाहिँ होइन यहाँ चाहिँ अलिक थोरै डेभलपमेन्ट चाहिँ देख्न पाइन्छ होला। तर अहिले चाहिँ यहाँ अन्डर कन्स्ट्रक्सन टाइपकै रहेछ है। अझै यहाँ अब केही डेभलपमेन्ट प्रोजेक्टहरू आउँदैछ होला होइन। यहाँ अगाडि चाहिँ आई लभ बाहुनथान भनेर चाहिँ होइन यो चाहिँ एउटा मेमोरीको लागि होइन क्याप्चर के। कुन ठाउँ कति त भनेर सोध्यो भने म बाहुनथान गएको थिएँ भनेर चाहिँ होइन ट्याक्क राख्न मिल्यो नि त त्यहाँ। त्यही भएर यो चाहिँ एउटा मेमोरीको लागि चाहिँ फोटो खिच्ने ठाउँ रहेछ। मम्मीहरू
दिदीहरू चाहिँ अगाडि बढिसक्नु भयो म चाहिँ अब पछि छु यहाँ चाहिँ यस्तो बनेको रहेछ अब म चाहिँ यहाँ चढेर हिँड्दैछु म अब चाहिँ हामी नि तलतिर लाग्यो है तल के रहेछ भनेर हेर्नको लागि होइन जस्तो छ कि म कहाँ पुगेछु के यो ठाउँमा यस्तै ठाउँ के कुन ठाउँमा छ नि अर्को यस्तो त कोरी कता कोरी कोरी भनेको ट्रेकिङ जाने ट्रेक खोरी अनि खोरी घुमेको नि यस्तै माथि डाँडामा यस्तो उसिन भएको त्यो त माथि त कति हजार फिटभन्दा माथि त उस पलाउन नि त हजुर हजुर रुखहरू पलाउनु त्यस्तै रहेछ कि यहाँ पनि ए त्यो चाहिँ होइन यस्तो ढुङ्गासुङ्गा नभएको क्या कालिम्चोक थाहा छ कालिम्पोङ त्यस्तै हुन्थ्यो ढुङ्गासुङ्गा यस्तो नभएको हरियो होइन तर होइन हाम्रो यो स्याङ्जा वालिङ भनेको चाहिँ यस्तो ढुङ्गाहरूको लागि चाहिँ होइन एकदम फेमस छ क्या डाँडा काँडाहरू होइन यस्तो ढुङ्गाहरू चाहिँ दामी दामी खालको पाउँछ यहाँ चाहिँ अब हामी चाहिँ होइन यहाँ आयौँ फोटोसोटो खिच्यौँ है हामी चाहिँ त्यो माथिको पोइन्ट भन्दा नि तलैसम्म आइसकेका छौँ है हेर्दाखेरि चाहिँ होइन टक्क वालिङ बजार चाहिँ होइन हाम्रो टक्क तलपट्टिकै होइन हामी चाहिँ वालिङको माथि खुट्टा राखेर बसे जस्तो फिल भइरहेको होइन दामी भ्यू चाहिँ हावा पनि होइन यस्तो मिठो चलेको कि होइन दामी लाग्यो मलाई चाहिँ अब हामी चाहिँ अलिअलि फोटो खिच्छौँ ओर्छौँ यहाँ अनि त्यो पछि अब घरतिर जान्छ फेरि यहाँ यिनीहरू ग्यास्ट्रिकहरूले फेरि होइन आइसकेपछि त होइन मजाले घुम्नुपर्छ क्या हतार भयो ढिलो भयो भन्ने कुरै हुन्न हो कि साथीहरू कहीँ घुम्न जाँदाखेरि होइन यस्ता ग्यास्ट्रिकहरूलाई चाहिँ होइन इग्नोरै गर्नुपर्छ क्या है जाम छिटो जाम भन्छ होइन तर आफू घुम्न आइसकेपछि मजाले घुम्ने हो हामी हिँडेर त तलसम्म त आइयो है तर अब माथि चढ्दाखेरि चाहिँ होइन हालत के हुने हो भन्ने चाहिँ त्यसको इमेजिनेसन छ पछि तँलाई होइन जे भए पनि म चाहिँ होइन ओह्रालो चाहिँ मजाले खुतुर होइन झर्न सक्छु होइन तर उकालो भन्ने चढ्न चाहिँ होइन अलि अप्ठ्यारै फिल हुन्छ क्या मलाई चाहिँ त्यही पनि ठिकै छ अब हामी आइसक्यौँ त चढ्नै पर्छ तल्लै होइन भर्याङ चाहिँ चढेर आयौँ हामी होइन हामी त तलसम्म गएका थियौँ अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ तर यो माउन्टेनहरू चाहिँ दामी देखेको यो चाहिँ होइन बिचमा खाने यस्तो परेको नि हजुर देख्नुभयो कि भने त ट्याक्क अगाडि त्यो चाहिँ होइन दामी लाग्यो मलाई चाहिँ यो चाहिँ ट्याक्क देख्दाखेरि माछा पुछ्यो होइन यो चाहिँ अरू ठाउँहरू जस्तो देख्यो है अब हामी चाहिँ यहाँबाट गयौँ है हामीलाई चाहिँ फोन हानेरै बोलाउनु सुरु गरिसक्यो अब हामी चाहिँ लाग्यौँ अब हामीले चाहिँ होइन बाहुन फानलाई चाहिँ होइन बाई बाई भनेर होइन हामी चाहिँ यहाँबाट लाग्यौँ अब है कुनै दिन होइन फेरि आएछौँ होइन भने फेरि देखाउने नै छ यो ठाउँको बारेमा है अब हामी चाहिँ यहाँबाट घरतिर लाग्यौँ आज फेरि हाम्रो घरमा फेरि होइन चिकन ल्याएर होइन म्यारिनेट गरेर हामी सबै राखिसकेका थियौँ अब घरमा जाने सिधै रोस्ट गर्नतिर लाग्छौँ हामी चाहिँ पछि तिमीलाई के रोस्ट मनपर्छ कि बार्बिक्यू मलाई बार्बिक्यूमा पकाउँदा आत्तिन्छ हजुर दाजु रोस्ट हजुर पनि होइन चिकन फ्राई पनि ठिकै हुन्छ होइन तर होइन बार्बिक्यू पनि 1 चिकन 4 आइटम बनाउने हो कि भन्ने सोच के मेरो चाहिँ 1 चिकन 4 आइटम के त्यहाँ छ क्या सबै आइटम छ हुन्छ त्यसो भने अब हामी चाहिँ यहाँबाट लाग्यो है त अब हामी अब अर्को पालि कहिले आउँछौँ यो ठाउँमा अब त काठमाडौँ आएपछि हुन्छ अब अर्को पालि चाहिँ होइन हामीहरू चाहिँ दाइरामा मात्रै आउँछौँ होइन त्यति बेला चाहिँ हामीले चाहिँ ड्रोन फुटेजहरू सबै कुरा देखाउँछौँ अब अहिले चाहिँ यस्तै भइहाल्यो है अहिले फ्यामिलीसँग आएको त्यति बेर पनि बस्न पाइएन होइन अब नेक्स्ट टाइम चाहिँ हामी चाहिँ दिनभर स्पेन्ड गर्ने तरिकाले आउँछौँ हामी चाहिँ यहाँ त्यति बेला हाम्रो चाहिँ एउटा गाडीको नि स्पेसल भिडियो सुट पनि हुन्छ यो ठाउँमै भोलि चाहिँ होइन घाम लागेछ भने चाहिँ हामीले चाहिँ गाडीको चाहिँ होइन दामी एउटा भिडियो बनाउँछौँ है अब चाहिँ होइन हामी चाहिँ यहाँबाट निस्क्यौँ है यहाँको भ्यू भनेको चाहिँ होइन कस्तो लागेको छ हजुरहरूलाई भ्यू यहाँको रमाइलो होइन ल माइन्ड ब्लोइङ भ्यू थियो अब हामी चाहिँ यहाँबाट अब घरतिर लाग्यौँ अब घरमा गएर फेरि अझै हाम्रो प्लान छ कि अब घरमा गएर हामीले चाहिँ बार्बिक्यू गर्नेवाला छौँ चिकन फ्राई बनाउनेवाला छौँ होइन धेरै कुरा काम बाँकी छ हामी चाहिँ होइन घरमा आइसक्यौँ अब हामी चाहिँ गएको भनेको यो डाँडा भन्दा नि पारीको डाँडामा टुप्पमा पुगेका थियौँ अहिले हामी घरमा आयौँ अब यहाँ चाहिँ अर्ग्यानिक वेमा होइन दिदीले चाहिँ ट्याक्क आगो बाल्दै हुनुहुन्छ चिकन चाहिँ मैले अघि होइन यहाँ चाहिँ ड्याङ काटिसकेको है अब मार्केट गरेको भिडियो चाहिँ नदेखाउँ भनेर कि होइन अब देखाउनु नि हुन्न है अब खाना त खाना हुन्छ होइन तर मार्केट गरेको भिडियो चाहिँ नदेखाउँ भनेर चाहिँ मैले देखाइनँ अघि हजुरहरूलाई अब चिकन काटेर मैले ठ्याक्क मेरिनेट गरेर ठ्याक्क बनाइसकेको अब मात्र पकाउनु मात्रै बाँकी छ पकाउने अनि रमाइलो गर्ने आजको दिन चाहिँ हाम्रो किनकि हामी भोलि चाहिँ पोखरा जाँदैछौँ अब पोखरा गइसकेपछि चाहिँ मेरो चाहिँ सानो कामहरू छ म काठमाडौँतिर जान्छु होला काठमाडौँ गएको बेलामा
मेसो मिलेछ भने म भ्लग गर्छु, नत्र गर्दिनँ। अब पछि होइन फ्युचरमा चाहिँ होइन कहिलेकाहीँ घुम्न सुम्न गएको टाइममा चाहिँ भ्लग नि गरौँला। अहिले चाहिँ अब हामी चाहिँ खाना बनाउनतिर लाग्यौँ। यहाँ चाहिँ होइन घाम चाहिँ डुब्न लाग्यो होइन, दामी देखेको के हजुरहरूले पहाडीदेखि हेर्नुभयो होइन, घाम डुब्न लागिसक्यो है। अब अँध्यारो हुँदै गयो। अब हामीले पनि त्यहाँ होइन आगो लायौँ होइन। त्यो झुला चाहिँ हजुरहरूले याद गर्नुभयो कि भएन है। योभन्दा अगाडिको भिडियोमा चाहिँ हामीले चाहिँ कलर गरेको राखेका थियौँ भने अहिले चाहिँ होइन झुला चाहिँ होइन खतरा देखिसक्यो कि होइन, खतरा भइसकेको छ झुला है। अब हजुरको चाहिँ यहाँ चाहिँ अब सस्पेन्सनहरू लगाइसकेका हौँ। अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ होइन यहाँ झुल्न मिल्ने भइसकेको हुन्छ है यो झुला चाहिँ। स्पेसल तरिकाले अब चिकन बनाउन जान्छु होइन, अर्ग्यानिक वेमा आगोमा। अनि भान्जे बाबु तिमीले पकाउने कि मैले पकाऊँ? मैले पकाउने। ल हट्नुहोस् न त त्यहाँबाट। अब त्यसो भए ग्यासमा पकाउनु र होइन आगोमा पकाउनुको डिफ्रेन्स भनेको होइन, ग्यासमा पकाएको चाहिँ स्मेल अर्कै आउँछ भने होइन आगोमा पकाएको चाहिँ होइन त्यत्तिकै पनि होइन जे पकाए पनि यत्तिकै मिठो हुन्छ क्या। यो भनेको चाहिँ मैले मात्रै फिल गर्ने कि हजुरहरूले पनि गर्नुहुन्छ? भान्जे तिमीलाई चाहिँ के लाग्छ? अर्ग्यानिक भन्छ। यसमा चाहिँ अर्ग्यानिक तरिकाले बनेको हुन्छ। मेरो चाहिँ होइन यो रेसिपी भनेको चाहिँ होइन यस्तै खालको हो कि सुरुमा चाहिँ मासु मैले मजाले भुट्छु होइन, अनि त पछि बल्ल होइन पियाज अगडम बगडम राखेर होइन बनाउँछु कि। सुरुमा त मेन भनेको मासु पाक्नु पऱ्यो होइन, अरू कुरा भनेको त एकैछिनमा पाकिहाल्छ। गाइज अब हामीले चाहिँ होइन यहाँ बारबिक्यू पनि सुरु गरिदिएछौँ होइन। यहाँ चाहिँ अब चिकन ग्रेभी चिकन प्लस बारबिक्यू प्लस हामीले चाहिँ होइन रोस्ट पनि बनाउँछौँ। हाम्रो बारबिक्यूको सेफ भनेको चाहिँ प्रसिद्ध र मामु। भान्जेले चाहिँ के खाँदै हुनुहुन्छ? मैले बनाएको मासु हो, यता हेर्नु न कस्तो मिठो भयो। मिठो, साह्रै मिठो 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 साह्रै मिठो। र हाम्रो यतापट्टि रोस्ट पनि हुँदैछ। रोस्टको कुक चाहिँ होइन सुषमा दिदी हुनुहुन्छ। सुषमा दिदीले फेरि साह्रै मिठो बनाउनुहुन्छ कि रोस्ट भन्ने कुरो। ल अब आजको हाम्रो चाहिँ होइन खाने पिउने कार्यक्रम सबै भ्याइयो है। अब यदि हजुरहरूलाई चाहिँ होइन हाम्रो भिडियो मन पर्यो भने चाहिँ होइन लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला। अरूले होइन नयाँ नयाँ कन्टेन्ट लिएर आउँछ होइन। अन्त चिकन कस्तो लाग्यो आजको खाना स्पेसल होइन? पछि बाई बाई मम्मी बाई बाई भनिदिनु है दिदी। ल बाई बाई यता सुषमा दिदी बाई बाई है सबैजनालाई। मेरो भान्जे बाई बाई भन, बाई बाई।